नमस्कार सम्पूर्णमा स्वागत छ तपाईहरुलाई यस च्यानलमा। आज म तपाईहरुलाई यस भिडियोमा रहेर वट सावित्री व्रत कसरी गरिन्छ र वट सावित्री व्रत भनेको के हो र यसको पूजा विधि के हो र यसको धार्मिक महत्व र यसको पौराणिक कहानी के छ भनेर वट सावित्री व्रतको बारेमा सम्पूर्ण वृत्तान्त भन्न गइरहेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। साथै यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। वट सावित्री व्रत एउटा विवाहित हिन्दू महिलाहरूको एउटा महत्त्वपूर्ण र पवित्र व्रत मानिन्छ। यो व्रत भारतको ओडिसा, बिहार, उत्तर प्रदेश र नेपालमा मनाइन्छ। मुख्यतः वट सावित्री व्रतमा विवाहित हिन्दू महिलाहरूले लक्ष्मी नारायण र माता सावित्रीलाई प्रार्थना गर्छन् र आफ्नो पतिहरूको सुस्वास्थ्य र दीर्घ आयुको कामना गरी यस पवित्र व्रत गर्ने गर्दछन्। वट सावित्री व्रत हिन्दू विवाहित महिलाहरूले मनाउने सबैभन्दा प्रमुख हिन्दू चाडहरूमध्ये एक हो। उनीहरूले यस शुभ दिनमा आफ्नो पतिहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गरी वरको रुखमा गएर माता सावित्री, विष्णु नारायण, लक्ष्मी नारायण र त्रिमूर्ति देवता भगवान शिव, विष्णु र ब्रह्माको पूजा गर्ने गर्दछन्। यस पवित्र व्रत ज्येष्ठ महिनाको पूर्णिमा तिथि या अमावास्या तिथिमा मनाउने गरिन्छ। त्रिमूर्ति देवता भगवान शिव, भगवान विष्णु र भगवान ब्रह्माको वरको रुखमा वास हुन्छ भन्ने एउटा हिन्दू धर्ममा विश्वास गर्ने गरिन्छ र हिन्दू धर्ममा सबैभन्दा पवित्र र प्रिय रुख वरलाई मानिन्छ। यो रुखलाई अमर मानिन्छ जसले भक्तहरूलाई चाहेको इच्छा पूरा गर्ने गर्दछ भन्ने एउटा धार्मिक विश्वास पनि रहिआएको छ। पौराणिक कथा अनुसार विवाहित महिलाहरूले वरको रुखको लामो आयु हुने विश्वास गरिएकोले यस रुखको पूजा गर्ने गर्दछन्। साथै यस व्रतमा देवी सावित्रीको पनि पूजा गर्ने गर्दछन्। वट सावित्री व्रतको पौराणिक कहानी के छ सुनौ है त। वट सावित्री व्रत हिन्दू धर्मशास्त्र अनुसार सत्यवानको आयु छोटो थियो तर उनको सावित्री नामको युवतीसँग विवाह भएको थियो। एक दिन सत्यवान जङ्गलमा काम गरिरहेका थिए जब मृत्युका शासक या मृत्युका देवता यमराजले उनको ज्यान लिन आइपुगे। सावित्रीले अन्ततः आफ्नो पतिलाई मृत अवस्थामा फेला पार्दछिन् र यमराजलाई भेट्न सावित्री यमराजको पछि जान्दछिन् र यमराजलाई आफ्नो पतिको ज्यान फिर्ता गर्न भनेर बिन्ती गर्दछिन् तर यमराजले सावित्रीको बिन्तीलाई अस्वीकार गर्दछन्। यमराजले सावित्रीलाई आफ्नो बाटोतिर फर्कन र आफ्नो पछि नलाग्न भनेर बिन्ती गर्दछन् तर सावित्री निरन्तर रूपमा यमराजको पछि लागिरहन्छन्। त्यसपछि यमराजले सावित्रीलाई 3 वटा आशीर्वाद दिन्छन्। पहिलो आशीर्वाद सावित्रीको ससुराको दर्शन होस् भनेर दिन्छन् भने दोस्रो आशीर्वादमा सावित्रीको ससुराले हराएको सम्पूर्ण राज्य फिर्ता पाओस् भनेर आशीर्वाद दिन्छन् र तेस्रो आशीर्वाद भनेको सावित्री चाहिँ 100 वटा छोराको आमा बन्न सकोस् भनेर आशीर्वाद दिएर यमराज आफ्नो बाटोतिर लाग्दछन् तर सावित्रीले अझै पनि निरन्तर रूपमा यमराजलाई पछ्याइरहेकी हुन्छन्। त्यो देखेर यमराजले के भयो तिमीलाई, तिम्रो इच्छाहरू पूरा भएन कि के भयो भनेर सोध्ने गर्दछन् र सावित्रीले जवाब दिन्छन् उनले आफ्नो पतिको अनुपस्थितिमा कसरी 100 वटा छोरा जन्माउन सक्छिन्। त्यही भएर उनले आफ्नो पतिको
ज्यान फिर्ता माग्दछन्। यसले गर्दाखेरि यमराजले सावित्रीको निरन्तर प्रयास, निरन्तर भक्ति र निरन्तर विश्वासले गर्दाखेरि यमराजले सत्यवानको ज्यान फिर्ता गरिदिन्छन् र सत्यवानलाई जीवित पारिदिन्छन्। वट सावित्री व्रतको व्रत विधि के हो त? यस वट सावित्री व्रतको दिन श्रद्धालु महिलाहरू बिहानै उठेर पवित्र स्नान गर्दछन् र घरमा रहेको पूजा कोठा र घरको सम्पूर्ण कोठाहरूको सफा गर्दछन् र पूजा गर्नको लागि चाहिने सम्पूर्ण पूजाका सामग्रीहरूको पनि सफा गर्दछन् र विशेष रूपमा भोगहरूको तयार पार्दछन्। मालपुवा, पुरी, सुजीको हलुवाहरू तयार पार्दछन् र फलफुलको रूपमा नरिवल, सुन्तला र विभिन्न फलफुलहरू तयार पार्दछन्। महिलाहरूले परम्परागत रूपमा लाउने साडी, चोलो, आफ्नो श्रृङ्गारका सामग्रीहरू, सिन्दुरहरू सम्पूर्ण रूपमा लगाएर सजिन्छन् र व्रतको निम्ति तयार हुने गर्दछन्। महिलाहरूले आफूलाई सजाउनको लागि परम्परागत गहनाहरू प्रयोग गर्ने गर्दछन् र महिलाहरूले फुल, हल्दी, कुमकुम, पानीले भरिएको कलाश, कुच्चो, काँचो धागो, सेतो पवित्र काँचो धागो लिने गर्दछन् र यस पवित्र व्रतको निम्ति तयार हुन्छन् र पानी, माला, हल्दी र कुमकुम, तिलक, अक्षता चढाउँछन्। वरको रुखमा गएर यस पूजा सुरु गर्दछन् र पूजाको बेला पानी, माला, हल्दी र कुमकुम, तिलक वरको रुखमा चढाउँछन् र सेतो धागोले वरको रुखमा 7 पटक परिक्रमा गर्ने गर्दछन् र यस पूजालाई सम्पन्न गर्दछन् र आफ्नो पतिको हातबाट जल अर्पण गरेर यस पूजालाई समापन गर्ने गर्दछन् र यस पूजाको दिन, यस व्रतको दिन व्रतालु महिलाहरूले दिनभरि फलफुल र पवित्र चिज खाएर बस्ने गर्दछन्। र आजको लागि यति नै। यस वट व्रत कथाको बारेमा तपाईहरूले सम्पूर्ण कुराहरू बुझ्नुभयो होला भन्ने आश लिँदै आजको यस भिडियोबाट बिदा लिन चाहन्छु। अन्तिममा यस भिडियोलाई मन पराउनु भएको छ भनेदेखि कृपया यस भिडियोलाई लाइक गरी, सब्स्क्राइब गरी च्यानललाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद।